हाम्रो दुःखका दिन गए आमा। मेरो भिसा लागिहाल्यो। म विदेश गएर टन्न पैसा कमाएर पठाउँछु। तिमी बुढेसकालमा बसी बसी खाउली। नमस्ते काकी, आरामै सन्चै हुनुहुन्छ? नमस्ते बाबु, ठिकै छु। अनि पासाङको त भिसा लाग्यो भन्ने सुनेको थिएँ। कुन देशमा रहेछ, कस्तो काम रहेछ, कमाई कति हुने रहेछ? खै दाजु, त्यस्तो त केही थाहा छैन। सजिलो काम हो, राम्रो कमाइ हुन्छ भनेका छन्। ओहो, त्यसरी कहाँ हुन्छ पासाङ? कुन देशमा जाने हो, के काम गर्ने हो, कति कमाइ हुन्छ, त्यसबारे राम्रोसँग बुझ्नु पर्यो नि। यति कलकलाउँदो उमेर छ, दलालको हातमा परेर बर्बाद होला है। अब के भन्नुभएको बाबु? त्यस्तो पासाङलाई विदेश पठाउने त उसको आफ्नै फुपूको छोरा हो। आफ्नै दाइले पनि त्यस्तो गर्लान् र? आफ्नै आफन्त नातेदारहरूले नै त हो नि काकी। अनेक लोभ लालच देखाउने, सजिलैसँग विश्वास दिलाउने अनि मानव बेचबिखन जस्तो जघन्य अपराध गर्ने। होइन, यो मानव बेचबिखन भनेको चाहिँ के हो नि बाबु? मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मान्छे किन्ने वा बेच्ने, कुनै प्रकारको फाइदा लिए वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने जस्ता कामहरूलाई जनाउँछ। यो मानव बेचबिखनबाट बच्ने उपाय पनि त होला नि? मानव बेचबिखनबाट बच्नको लागि आफ्नै मेहनतको कमाई बाहेक कुनै पनि आर्थिक प्रलोभनमा पर्नु हुँदैन। स्वदेशमै रोजगारीको अवसरको खोजी गर्नुपर्छ। वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले तोकेको सबै प्रक्रिया पूरा गर्नुपर्छ। सामाजिक सञ्जालमा अपरिचित मानिसहरूसँग साथी बन्नु हुँदैन र बोल्नु पनि हुँदैन र जोसुकै व्यक्तिलाई चाँडै विश्वास पनि गर्नु हुँदैन। अनि दाजु, यस्तो अपराध गर्नेहरूलाई कारबाही पनि त हुन्छ होला नि? हुन्छ नि। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064ले मानव बेचबिखन विरुद्ध दण्ड, सजाय तथा क्षतिपूर्तिको व्यवस्था गरेको छ। मानिस किन्ने वा बेच्नेलाई 20 वर्ष कैद र 2 लाख रुपियाँसम्म जरिवाना हुन्छ। कुनै प्रकारको फाइदा लिई वा नलिई मानिसलाई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा हेरेर 10 देखि 15 वर्षसम्म कैद र 50,000 देखि 1 लाख रुपियाँसम्म जरिवाना हुन्छ। कानुन विपरीत मानिसको अङ्ग झिक्नेलाई 10 वर्ष कैद र 2 लाख रुपियाँदेखि 5 लाख रुपियाँसम्म जरिवाना हुन्छ। अनि वेश्यागमन गर्नेलाई 1 महिनादेखि 3 महिनासम्म कैद र 2000 देखि 5000 रुपियाँसम्म जरिवाना हुन्छ।